संस्कार संस्कृतिहरू संरक्षण गर्नुपर्नेछ। त्यो गर्दै जाँदाखेरि पनि साम्पाङ राईहरूलाई पनि हामी यसमा निरन्तरता दिने म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। र अन्तमा विभिन्न ठाउँबाट पाल्नुभएका तमाम तपाईँ साम्पाङ राई दाजुभाइ दिदीबहिनीहरू जो यो जिल्लाभन्दा अन्तर जिल्लाबाट आउनुभएको छ, त्यो बिलासबारी गाउँपालिकाको अध्यक्षको हैसियतले म यहाँलाई यो भूमिमा यो गाउँपालिकामा म यहाँलाई हार्दिक स्वागत पनि गर्न चाहन्छु। यहाँको बसाइहरू व्यवस्थित नहुन सक्छ, यहाँको बसाइहरू हाम्रो गाउँपालिकाको जुन सोचका साथ तपाईँहरू आउनुभयो, जुन उद्देश्यका साथ आउनुभयो, त्यो सोच र उद्देश्यलाई तपाईँहरूले पुरा गर्नुहुनेछ। र बसाइ अवस्थित भए पनि तपाईँलाई असुविधा भए पनि त्यसलाई असुविधाको रूपमा लिनुहुने छैन। र यहाँको बसाइमा भएका ती घटनाहरू, राम्रा कुराहरूलाई चाहिँ यो बिलासबारी गाउँपालिकाको राम्रा कुराहरूलाई तपाईँहरूले तपाईँको ठाउँमा लानुहुनेछ र नराम्रा कुरा अथवा असर भएको कुराहरूलाई चाहिँ तपाईँहरू यो हाम्रो गाउँपालिकाको सिमाना तार खोला काटिसकेपछि यही छोड्नुहुनेछ भन्ने पनि मैले अपेक्षा गर्दै फेरि पनि म यहाँलाई गाउँपालिकाको अध्यक्षको हैसियतले विभिन्न ठाउँबाट पाल्नुभएका तपाईँ साम्पाङ दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक स्वागत गर्दै आफ्नो भनाइ यहाँ गर्छु। धन्यवाद, नमस्कार।